Hello beautiful people. सबैलाई ह्यापी बुद्ध पूर्णिमा है। आज चाहिँ बुद्ध पूर्णिमा घुम्न जाँदैछु म अनि मेरो छोरा। भाइ यहाँ आऊ। मेरो छोरा and he is here. Say hello all of you. Hello. अन्त म चाहिँ आज मेरो सानो मिनी भ्लग यसरी नै स्टार्ट गर्दैछु है। अन्त दिन पनि यस्तो नराम्रो भएर गइरहेको छ। धुम्म हुँदैछ, घरि घाम लाग्दैछ। हेर्दै जाउँ कस्तो हुने रहेछ है आजको दिन। मेरो छोरा चाहिँ एकदम एक्साइटेड भइरहेको छ आज घुम्नु जाउँ भनेर है। दिन चाहिँ यस्तो भइरहेको छ गाइज। दिस इज आवर ह्याप्पी भ्याली टी गार्डन। तपाईले देख्न सक्नुहुन्छ है। यो माथि पनि राम्रो बाटो बनिँदैछ अहिले त। अन्त यस्तो भइरहेको छ अहिलेको दिन। गाइज तपाईले देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ टुरिस्टहरु पुरा आउने गर्छ ह्याप्पी भ्याली टी गार्डनमा है। अन्त अहिले त यस्तो राम्रो बाटो पनि सिडी पनि राम्रोसँगले नै बनिएको छ। You can enjoy the view. र गाइज आज चाहिँ स्पेशली मेरो छोराको फरमाइस मैले पुरा गरिदिएको हो। किनभने मलाई बिहानै गुम्बा लानु अरे, मलाई ड्युटी नजानु भन्दैछ है। अन्त अब उसको फर्स्ट अब अलिकति बुद्धि आएर भनेको चाहिँ यही हो नि त, घुम्नु गएको है। अन्त एक दुईवटा गुम्बाहरू लान्छु मेरो छोरालाई है। अन्त त्यो पछि चाहिँ फेरि ब्याक टु घर। किनभने अब वेदर पनि त्यस्तो राम्रो भएको छैन नि त अहिले। अन्त फेरि पानीहरू पर्यो भने बिजोक हुन्छ है गाइज। अन्त ऊ चाहिँ बिजी छ यहाँ हेर्नुहोस् है गाइज। ऊ चाहिँ बिजी छ, ऊ माथि बाटो बनिँदैछ नि त ह्याप्पी भ्यालीको। अन्त हि इज भेरी बिजी त्यो गाडी कुदेको उयस हेर्नुको लागि। अन्त म तपाईहरुलाई साथसाथमा देखाउँदै जान्छु है केहरू हुँदै रहेछ आजको दिन। एन्ड प्लिज गाइज किप सपोर्टिङ। प्लिज सब्सक्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई। है गाइज हामी चाहिँ अब फेरि गुम्बा तर्फ लाग्दैछौँ है। Mandip is here and he is feeling very excited. लो है गाइस, हामी चाहिँ अब फर्केको पनि है दर्शन गरेर मन्दिर र म चाहिँ। अन्त आजको दिन एकदमै राम्रोसँगले बित्यो है। लो है गाइस, मेरो छोरा चाहिँ अब पुरै थाकेर हामी फाइनली घर फर्किँदैछौँ है। अन्त यस्तो साह्रो भयो कि गरमले चाहिँ मैले नानीलाई चाहिँ अब ट्र्याक सुट लगाइदिएर लगेको थिएँ नि त। किनभने वेदर त्यस्तै थियो है। अन्त यस्तो भयो कि मैले यो लास्टमा उसलाई बजारमा लगेर फेरि लुगा किनिदिनु पर्यो। अन्त उसको अहिले फिलहालको उयो चाहिँ यस्तो छ हेर्नुहोस् है। हेर्नु सक्नुहुन्छ मैले उसलाई फाइनली लुगा चाहिँ टी सर्ट र हाफ प्यान्ट किनिदिनु कर पर्यो। किनभने यति साह्रो गरम भएको। अन्त दार्जिलिङको वेदर भन्नै सक्दैन, अनप्रेडिक्टेबल। बिहान जाँदा पानी होला जस्तो भएको थियो, अहिले फेरि। र गाइज म तपाईहरुलाई हाम्रो ह्याप्पी र गाइज घरमा हत्तु भएर आइपुग्यौँ हामी त। गरम भएर कस्तो भयो है। अन्त होप्स तपाईहरुले भिडियो पनि इन्जोय गर्नुहुन्छ होला है। आजको दिन यसरी नै बित्यो हाम्रो, म र मेरो छोराको है। अन्त म यस्तै भिडियोहरू लिएर फेरि आउनेछु। टिल देन स्टे ट्युन है। अन्त मेरो भिडियोलाई लाइक शेयर सब्सक्राइब गरिदिनु नभुल्नु होला। अन्त यो भन्दा राम्रो राम्रो भिडियोजहरु अझै लिएर म आउने छु।
till then, bye bye.